सांस्कृतिक धरोहर सहितको समृद्ध सहर, धार्मिक मौलिकता विशिष्ट अस्तित्व बोकेको गोकर्णेश्वर नगर। हजुर, आज हामीले काठमाडौँ जिल्लाभित्र रहेका 11 पालिका मध्ये विशेष अस्तित्व बोकेको गोकर्णेश्वर नगरपालिकालाई डिजिटल माध्यमबाट प्रस्तुत गर्दैछौँ। विक्रम सम्वत 2071 मङ्सिर 16 मा सुन्दरीजल, नयाँपाटी, बालुवा, जोरपाटी र गोकर्णेश्वर गरेर 5 वटा गाविस थिए। त्यसपछि सरकारले यिनै 5 गाविसलाई गाभेर गोकर्णेश्वर नगरपालिकाको स्थापना गर्यो। कुल 58.50 वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस नगरपालिकामा राष्ट्रिय जनगणना 2078 को अनुसार कुल जनसङ्ख्या 1,49,366 रहेको छ भने यहाँ 31,301 घरधुरी रहेका छन्। जोरपाटी चोकमा रहेको सुन्दर मौलिक एक जोडी पाटी, जोर प्लस पाटी अनि त्यसैसँगै रहेको 3D आर्टको माध्यमबाट यस नगरपालिकाको प्रख्यात मनमोहक सुन्दरीजल झरना, ऐतिहासिक गोकर्णेश्वर मन्दिर, तारेभिर, बौद्ध स्तूपा, रामकृष्ण मन्दिर, कान्ति भैरवको मन्दिरलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ। प्रख्यात शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सुन्दरी जलको चिसो अनि स्वच्छ हावासँगै बागद्वारबाट उद्गम भएको बागमती नदीले गोकर्णेश्वर नगरपालिकालाई पवित्र बनाएको छ। काठमाडौँ उपत्यकालाई निहाल्दै अनि शीतल स्वच्छ हावा लिँदै साथीभाइ अनि परिवारसँग रमाइलो गर्न युवामाझ निकै नै प्रख्यात गन्तव्य जगडोल पार्क पनि यस नगरपालिकामा अवस्थित छ। यसैगरी यहाँ रहेको गोकर्णेश्वर महादेवको मन्दिर संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको छ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वको कारण यो मन्दिर पर्यटक तथा तीर्थयात्रीहरूको लागि आकर्षणको केन्द्र बनेको छ। गोकर्णेश्वर महादेव पछिको निकै प्रख्यात गन्तव्यहरूमा कान्ति भैरव मन्दिर, चामुण्डा देवी मन्दिर, रामकृष्ण मन्दिर, पञ्चमुख हनुमान मन्दिर इत्यादि रहेका छन्। काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी पिउन योग्य बनाउने मेलम्ची खानेपानी प्रशोधन केन्द्र तथा जलाशय पनि यही नगरपालिकामा रहेको छ। भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल, प्राकृतिक सम्पदाले भरिपूर्ण पवित्र बागमती नदीले सुशोभित, प्राकृतिक धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको यस नगरपालिकाको भूबनोटको सम्मिश्रणलाई सन्तुलित अनि कायम राख्न यस नगरपालिकाका नगरपिता दीपक रिसालज्यूले निकै नै महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। अब गोकर्णेश्वर नगरपालिकामा भ्रमण गर्ने पालो हजुरहरूको। धन्यवाद।